केही दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका भोजराज थापाले अहिले पार्टी परित्याग गर्नुभएको छ। पार्टी परित्याग गर्नुको कारण एउटा मात्रै छ, उहाँले सांसद हुनुको लागि टिकट पाउनु भएन दाङ क्षेत्र नम्बर 1 बाट। भनेपछि साथीहरूले यतिसम्म बुझ्नु पर्यो कि हाम्रो लक्ष्य भनेको सांसद बन्नु मात्रै होइन, हाम्रो लक्ष्य भनेको हाम्रो यो देश बनाउनु र भ्रष्ट पार्टीबाट जोगाउनु। अनि राम्रो तपाईँभन्दा कोही अलिकति समाजसेवी या तपाईँभन्दा अलिक बेटर मान्छेले टिकट पायो भने त तपाईँले छोड्दैमा तपाईँको सांसद जोगिँदैमा तपाईँको सांसद गुम्दैमा तपाईँको राष्ट्रिय राजनीतिकमा चाहिँ तपाईँको यात्रा त रोकिने होइन नि साथीहरू। अनि यति सांसद बन्नकै लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने अनि सांसद नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी अथवा पार्टी परित्याग गर्ने जुनसुकै मान्छेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूको योगदान ठुलो छ, देश बनाउनको लागि तपाईँको योगदान ठुलो छ। तर सांसदकै लागि पार्टी प्रवेश गरेर या त सांसद नपाएर पार्टी परित्याग गर्नु भनेको यो तपाईँको लागि हानि हुनसक्छ भन्ने कुरा मलाई लाग्दछ। यस्ता धेरै साथीहरू हुनुहुन्छ जो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट नपाएको अवस्थामा चाहिँ टिकट नपाएर रुवावासी गरेको अवस्था धेरै देखिरहेको छ। तर साथीहरू हामीले अहिले यो 165 जना निर्वाचित हुने जुन राष्ट्रिय स्वतन्त्र पार्टीबाट या त कुनै पनि पार्टीबाट 165 जना मान्छेहरू चाहिँ निर्वाचित हुने प्रतिनिधि सभा सदस्यको नियम छ है। प्रतिनिधि सभा सदस्यमा चाहिँ 165 जना मात्र चाहिने हो। 165 जना चाहिने ठाउँमा हामीले 200 या 250 जना मान्छेहरू, म आकाङ्क्षी त सबै हुन्छ नि होइन, तर उहाँहरूको योगदानको आधारमा, पार्टीको योगदानको आधारमा, उहाँको अनुभवको आधारमा या त उहाँको विज्ञताको आधारमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृह सभापति भनौँ रवि लामेछाने तथा वरिष्ठ नेता बालेन शाहले चाहिँ अब हामीले चाहिँ वरिष्ठताका आधारमा उहाँको विज्ञताको र उहाँको के भन्छ विज्ञताको आधारमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट वितरण गरेको हो। यो हामीले पनि बुझ्न जरुरी छ, किनकि हाम्रो देशको भनेको, हाम्रो लक्ष्य भनेको हाम्रो सांसद हुनुको लागि होइन। हामी 165 जनामा 165 जनामा हामी त्यहाँभित्र पर्न सकेनौँ भने यसमा मन दुखाएर पार्टी परित्याग गर्नु कतिको जायज हो भन्ने कुरा तपाईँ आफै मनन गर्नुहोला। यस्ता धेरै साथीहरू हुनुहुन्छ जो चाहिँ धेरै पार्टीको आलोचना गरिरहनु भएको छ, जसले चाहिँ यो देशको लागि ठुलो घातक हुनसक्छ साथीहरू। उही एमाले काङ्ग्रेस माओवादीका भ्रष्ट पार्टीहरूले या त भ्रष्ट व्यक्तिहरूले नै राजकाज गर्नुको सट्टा एउटा राष्ट्रिय स्वतन्त्र पार्टीका अलिकति बेटर, तपाईँभन्दा बेटर मान्छे आउनुभएको छ र उहाँले पार्टीको योगदानको आधारमा उहाँले टिकट पाउनु भएको छ भने उहाँले सहयोग गरौँ न, के जान्छ राम्रो होइन। यो चाहिँ अलिकति गहन विषय भएको छ। धेरै साथीहरूले एउटा स्टार्स लेख्दैछन्, उहाँहरूले भन्दै हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न आलोचना गरिरहनु भएको छ, कसैले पैसा बिना राजनीतिक चल्दैन या राजनीति गर्नुको लागि पैसा चाहिन्छ भन्ने जस्ता कुराहरू गर्नुभएको छ। यो चाहिँ दुःख हुनसक्छ, तर केही मान्छेहरूले अगाडि आएको छ भने त्यो मान्छेलाई साथ दिउँ, राष्ट्रिय स्वतन्त्र पार्टी या नयाँ जेनेरेसनको सरकार बनाऊँ भन्ने चाहना हो। यतिसम्म बुझ्नुभयो भने हाम्रो देश अगाडि बढ्नेछ, नत्र उही र भ्रष्ट पार्टीका कार्यकर्ताहरू नै जित्नेछन् भन्न चाहन्छु। नमस्ते।